भर्खरै मान्छे स्वर्गीय विपिन जोशीको सम्झनामा उहाँलाई उच्च सम्मान दिँदै यो चाहिँ कैवल्यनाथ पश्चिमको एकदमै प्रसिद्ध क्षेत्र हो। कैवल्यनाथमा हामीले के विभिन्न थरीका फुलले बोट बिरुवाहरू चाहिँ लिएर गरेका छौँ। सम्पूर्णमा नमस्कार। कर्म नै धर्मका तर्फबाट हामी हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। र आज चाहिँ स्वर्गीय विपिन जोशीको सम्झनामा हामी यहाँ यो कैवल्यनाथमा वृक्षारोपण गरेका छौँ र यी वृक्षहरू हामीलाई उपलब्ध गराइदिएकोमा गोदावरी 3का सफल व्यवसायी ठुलो भट्टराईज्यू र शालिनी वाटिकाका प्रोप्राइटर श्री छत्र प्रसाद जोशीजीलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद।